हेलो एभ्रिवान, तपाईँलाई मेरो मिनी ब्लगमा धेरै धेरै स्वागत छ। आज चाहिँ मैले मोमो बनाएको। यो मोमोमा चाहिँ मैले चुकन्दर र पालक मिक्स गरेर पिठो गुथेको नि, त्यही भएर यस्तो देखेको छ। अहिले चाहिँ मैले आमालाई मोमो टेस्ट गराएको है। नुनहरू लाखा आमाले मोमो मिठो भनेपछि त अब हामीले पनि चाख्नु पर्यो। त्यही भएर हामीले चाहिँ अब हाम्रो भाग खाँदैछौँ। अहिले चाहिँ हामी न्युरो खान जान लाग्यो है, धेरै पछि। खास भने न्युरोको सिजन त होइन, त्यही पनि यसो जाम भनेर गइदिएको हो। अहिले चाहिँ यो हाम्रो कान्छी बजारको पुल हो, यसमा चाहिँ नयाँ पुल बनाउँदैछ। र म यो नहर देखेर क्या, हामी सानोमा यहाँ हामीले गोटी खेल्दाखेरि गोटी लुकाउँथ्यौँ, यसरी गोटी खेल्थ्यौँ भनिरहेको छु कि मैले चाहिँ यसलाई। अनि यस्तो गर्मी थियो कि पानी परेको, त्यही पनि हपक्क भएको। यहाँ चाहिँ फर्सीको मुन्टा यस्तो राम्रो भएको कि मैले चाहिँ जुम गरेर देखा न भनिरहेको छु क्या। अनि यहाँ चाहिँ बिउ काटेर सकेर नि मान्छेले त्यति छोडेर राखेर रहेछ। अहिले चाहिँ हामी फाइनली न्युरो भएको ठाउँमा आइपुग्यौँ, न्युरो टिम ठाउँमा। अहिले चाहिँ मैले पहिलो बुने है मेरो न्युरोको। मैले चाहिँ न्युरो भेटाउन सुरु गरिसकेँ र अब हामी खोजेसम्म खास भने यो न्युरो खोज्नु चाहिँ हामी चाहिँ धेरै झाडी भएछ कि यसपालि चाहिँ। यसले पनि आफ्नो न्युरो देखाइरहेछ। मैले त यति पाएँ भनेर अनि मैले पनि मेरो न्युरो देखाइरहेको छु। अनि यो ठाउँमा चाहिँ आँपको बगैँचा थियो होइन। सानोमा आउँदाखेरि हामीले यस्तो चोरेर खान्थ्यौँ कि मासी पर्ने गरेर क्या। मेरो भिडियो अन्तिमसम्म हेरिदिनुकोमा धेरै धेरै धन्यवाद। तक्लिया तू त गया